पैसा दिन कसले गण्डगोल जस्तो भएको छ सर अब त्यहाँ मान्छे थिएन अनि हाम्रो प्रतिनिधि हुनुहुन्छ नि कोषाध्यक्ष के सुवेदी सदस्य के सुवेदी घरमै आउनु भएको छ नि अहिले आएको नयाँ सुवेदी मुटे उहाँले चाहिँ ल त्यो के पर्दैन म छु तिमीहरू काम गर भनेर भन्नुभएको थियो काम गर भन्नुभएको थियो त्यो अनि कागज पनि आउँछ भनेर भनेको थियो कागज चाहिँ आएको थिएन अनि त्यति त्यो गरिरहेको उहाँपछि हजुर पछि नारायण सुवेदी के सुवेदी अनि सुन भनिहाल त ल फटाफट भन तिमीलाई बरु जे जस्तो भयो के तँलाई हामी अहिले यहाँ छोड्छौँ होइन त्यति मात्रै अनि यहाँतिर मन्दिर छ के अरे भगवान् पशुपतिनाथ हुनुहुन्छ के हो हामी त कुनै अब जस्तो नगर्ने भनेर भने हो हाकिम साहबले फोन गरेर बोलाउनु हुन्छ नवराज के भन्नु गर भनेर भन्नुहुन्छ नगर्ने जस्तो काम नगर्ने भनेर भनेको कति चाहिँ लानु पर्यो हजुर टोटल कति लग्यो भएको छ हामी त्यस्तो लिँदैछ 1500 यस्तै मात्र हो त्यही त लगेर अनि उहाँहरूले कति लानु भनेको छ नगर भनेको त अनि के अरे नगर भन्दाखेरि उनीहरूले गर भनेको कति दियो उहाँहरूलाई उहाँहरूले दिनुहुन्छ कति दिनुहुन्छ अब हामीलाई भन्नुहुन्न हामीलाई त्यो 1000 त्यही त तिमीले लगेको तिमीलाई पो 1500 दिन्छ त हामीलाई चाहिँ त्यो सबै लगेको बापत 1500 तिमीलाई दिन्छ अन्तिममा अन्तिममा कति चाहिँ लगेको छ भने कहाँ छ त्यो पैसा तपाईँ तपाईँले दिनकै लान्छ निकै लान्छ दिनेपछि लान्छ कति लान्छ त्यो अब 100 200 वटा 300 वटा कति लान्छ त्यस्तो त लाँदैन त्यो 3000 4000 5000 त्यस्तो कहिलेदेखि लगेको कति वर्ष भयो तिमीलाई यसरी लाँदै गरेको उहाँले त पहिला एकचोटि आएर पनि सर भएर जानुभयो त्यो गरेको थिएन यो अहिले 25 चाहिँ हो 25 चाहिँ धेरै तिमीलाई त 25-3000 दिन्छन् लान एकचोटिमा कति लान्छ भनेको मैले त्यस्तो चाहिँ गर्दैन सर कति चाहिँ लान्छ त अन्दाजी हुन्छ नि त एउटा 10 वटा थियो कि 20 वटा थियो कि 50 वटा थियो कि 100 वटा थियो कि हुन्छ नि त त्यही 10-12 गरेर 10 वटा मात्रै लान्छौ कहाँ लगिदिन्छौ यी मन्दिरमै कि बाहिर कि घरमै कि कहाँ लगिदिन्छौ उसलाई यही हुन्छ यही दिन्छौ लास्टमा कतिवटा भयो भनेर भन्छ हजुर कि उनीहरूले नै छुट्याएर दिएर छुट्याएर दिन्छ छुट्याएर यता खालिदिन्छ अनि आफूले हाल्नु उसले मात्र लिन्छ कि अरूले पनि लिन्छ त्यो के छ सबैजना होला नि अनि हामी त बाजा बजाउने सानो कर्मचारी होइन मतलब उसलाई मात्र दिने कि अरू नि छन् भनेको छ तिमीले त एकजनाको नाम त भन्यो अरू नि छन् होला नि त अरू त बाँड्ने मान्छेहरू त अरू पनि होला नि तिमीले त भाग कसमा पर्छ कसको भाग पर्छ 5 जनाको पर्छ नराज घिमिरे पर्छ हो नराज घिमिरे अनि अर्को नराज ढोडारी नवराज ढोडारी नवराज घिमिरे दुईजना अरू चाहिँ पर्दैन हजुर अरू पर्दैन अरू छैन एक दुईजना अनि तिमीले कोषा दक्षिणा पनि लगाइदिन्छौ हजुर कोषा दक्षिणा पनि लगाइदिन्छौ होइन त्यस्तो केही पनि छैन हामी भेटघाटी हामी जस्ट काम मात्रै गर्नु कति तिम्रो भागमा चाहिँ कति पर्छ 25-3000 मात्रै पर्छ 1000 महिनाको कति हुँदो रहेछ हुँदैन सर 10-15 हजार त्यस्तो हुन्छ कति सधैँ गर्नु पर्यो कति वर्षदेखि तिमीले यसो गर्न थालेको काम गर्न थालेको बाजा बजाउनु थालेको होइन यहाँ यसरी गर्दै गरेको छैन सर 2-3 महिना जस्तो छ 2-3 महिना भयो 2-3 महिना चाहिँ भएन त्यो त हजुर सिसी क्यामहरू आएको सर हामी त्यस्तो काम नगर्ने भनिरहेको थियो त्यो पनि केही हुँदैन केही कसले भन्ने ढोडारी सर नवराज ढोडारी सर नवराज ढोडारी उसले चाहिँ छान्दै यता पठाइन्छ ज्याकेट लाएर आउनु भन्छ अब नआयो ढिलो आयो भने फोन गरेर बोलाउँछ नआउनु सर भन्दा पनि आइज भन्नु दिनको 10-15 हजार 20,000 आज चाहिँ कतिवटा लग्यो भन त न ढाँटीलो हजुर तिमीले यहाँबाट लिएर बाहिर गयौ नि कति लग्यो त्यो 8-9 हजार समथिङ मात्रै के को 8-9 हजारमा जान्छ अनि त्यो पैसा चाहिँ कहाँ छ अहिले मगरले दियो त दिसो कसलाई कति दियो मैले त त्यही 1000 रुपियाँ दियो मलाई तिमीले 1000 रुपियाँ लु 1500 राख्यौ अनि कसलाई कति दियो होइन अरू उसलाई दिएपछि मलाई थाहा हुँदैन को कसलाई दिए ए अहिलेको नवराजलाई नै दिएको छौ कतिवटा दियो थाहा छ
अब त्यस्तो मिलाउने ठाउँ छैन हाम्रो। कति चाहिँ देऊ त भन्दा हुन्छ नि त यसो अन्दाज 8-9 हजार 8-9 हजार जस्तो छ। तिमीले आफ्नो